हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। र आज हामीहरू छोटो आज जान्छौँ, भोलि फर्किन्छौँ। हामीहरू चितवन जाँदैछु। कति नै भयो र काजी हेलो हेलो र मेरो युट्युब च्यानललाई युट्युब फ्यामिलीलाई हेलो भन्नु परेन। हामीहरू जाँदैछौँ गाइज। ल मैले हजुरहरूलाई पनि मसँगै लिएर जान्छु। अनि हाम्रो आज शनिबार भयो, बिदा छ। भोलि फेरि बागमती प्रदेशको बिदा छ नि त, गाई जात्राको। सो द्याट्स वाइ वी आर गोइङ। अनि गाइज बर्खामा हिँडेपछि रेनकोट, छाता अलिकति एक दुईवटा एक्स्ट्रा त लहरै जानुपर्छ कि झिल पनि हुन सक्छ। सो हाम्रो यात्रा सुरु भइसकेको छ, अब सुरु हुँदैछ। हामी चाहिँ चितवन जाँदैछौँ अनि चितवन जाने हो। र मौसम एकदम ठिक छ, आजको मौसम शीतल छ। पानी पनि परेको छैन अहिले। गाइस यो मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय, मेरो श्रीमानको क्वार्टर, हाम्रो ब्याडमिन्टन कोर्ट, दिस इज क्वार्टर। हामी यहाँ बस्छौँ गाइस। यो टिक 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 मेरो काजी क्वार्टर। यो सिसौ गाडी है गाइज, मैले अस्ति काम गरेको थिएँ यसमा। यतातिर भयो। तपाईँलाई फुल भ्यू दिन्छु भनेर यहाँसम्म आएको। Look at the beauty of this nature. It's so refreshment. त्यसै पनि शान्त छ यहाँ, तर पनि अब हुन्छ नि आफ्नो कामबाट कहिलेकाहीँ आफूले समय निकालेर हिँड्नु पनि पर्छ। अब काम भन्ने कुरा त्यस्तै हो, भइरहेको छ, हुँदै जान्छ, चलिरहेको छ। तर आफ्नो लागि पनि टाइम निकाल्नुपर्छ, घुम्न हिँड्नुपर्छ भन्ने धारणा छ मेरो फेरि। आहा कस्तो शीतल, काजी कति शीतल दिन। आज हामी यो बाइकमा जाँदैछौँ। काजी त राइडर भइसकेछ, पुरा राइडर म्यान, पुरा ब्लगर जस्तो देखिसकेछ। म चाहिँ याहा काजी, यु लुक सो ह्यान्डसम। ले काजी डेस्टिनेसन चितवन, वी आर कमिङ। आजको यात्रा सफल हुन्छ, किन नहुने। काम गर्ने ठाउँ। दिस इज माई पुरा कस्तो भ्लगर युट्युबरमा देखिसकेछ। गाइड म है, गाइड पछाडि बसेको, अगाडि बसेको त गरिहाल। पाइन्छ पाइन्छ, के पाइन्छ। डिभिजन वन कार्यालय राख्ने यही हो।
बाजी हामी खाजा खान रोकेको यस्तो मिठो सेल र चप त कस्तो लाग्यो चिया पाक्दैछ गाइस हाम्रो लागि हो यस्तो मिठो चप छ यस्तो मिठो चप छ यो पकौडा 1 प्लेट खाइसक्यौँ हामीले म त बिर्सेछु भ्लगिङ गर्नै बिर्सेछु गाइज यस्तो मिठो भयो चिनी त भो चास्नी हैछ हो पानी पऱ्यो यार उता मिरिङ गुड लाएर राख्ने र पानी पऱ्यो हेलो गाइज हेर्नु अहिले पानी परे जस्तो भएको छ मौसम त एकदम हावा चलिरहेछ तर पनि प्रिकसन इज अलवेज बेटर देन क्योर भन्ने जस्तै गरेर हामीले चाहिँ पानी पर्नु भन्दा अगाडि नै लगाइसकेका छौँ ल राइडर इआर विश्वास बस्नेत विथ आस्था थापा ल गाइस यो सौरा आइयो है हामी चाहिँ सौराको चोकबाट भित्र लागियो यस्तो शीतल दिनमा हो दिस इज चितवन नेसनल पार्क वाह व्हाट अ भ्यू कस्तो राम्रो बनाएको रहेछ नि त अहिले त कति पछि आएको भएर होला कस्तो राम्रो लाग्दिरा यहाँको एकदमै इट इज फेमस फर त्यो है राइनो अनि यहाँको टाइगर अनि त्यसपछि एलिफेन्ट यति तिनवटा चाहिँ यहाँको मेगा हजुर गैडा भनेको त भैँसी रहेछ काजीले भन्छिन्छ गैडा भनेको त भैँसी देखिन्छ अरे ल अब यहाँ सफारी गर्नुपर्छ नि त त्यसको लागि कहाँ अब यो कस्तो राम्रो भएछ म पनि धेरै पछि आएँ हुन त मैले फरेस्ट्री नै पढेको हो तर पनि आइदिन नि त आफ्नो यतातिर पर्दैन क्षेत्र यो राष्ट्र निकुञ्ज हो हामी पऱ्यौँ जफाको मान्छे हात्ती हेर्नुहोस् हात्तीलाई चाहिँ हात्तीको चालकलाई चाहिँ माउते भनिन्छ गाइज हेर्न सक्नुहुन्छ दिस इज एलिफेन्ट वाह 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 हात्ती मेरो साथी वाह गाइज हामीहरू चितवन आइपुगेका छौँ सौरा र अहिले हामीहरू रुममा छौँ अनि ओ म त धेरै थाकिसकेँ गर्मीले यस्तो शीतल दिन छ त्यही पनि काजी फोन आएको छ हजुरको कति कालो चस्मालाई भन्नु होला ल खोलिदिएँ र अब हामी सफारी जाँदैछौँ यहाँबाट जङ्गल सफारी भनिसकेका छौँ अब हामी निस्किनुपर्छ अनि वी आर गोइङ टु डु जङ्गल सफारी कसको उठाइसो न अब हामी त सफारी हिँड्नलाई बेलुका यो लास्ट सिफ्ट रहेछ यसमा हालिदिनुपर्छ ए ल हिँड्यो पानी पऱ्यो के हुन्छ त हामी त्रिपाल किन्ने पैसा भएन भन्नुभयो यहाँ यस्तो विडम्बनाका कुरा सुनाउनु भयो मोबाइल लिन्छु 1000 रुपियाँ गाइज एउटाको पर पर्सन 1000 रुपियाँ है 800 भन्दै कति लियो हजुरहरूलाई त्यही नै हो बच्चीको त ल्याएन होला नि त त्यतिबेला चाहिँ लिएन त्यही त पानी पर्यो नै फेरि यस्तो धेरै त यहाँ जङ्गल सफारी
यस्तो पानी परिरहेछ हामी पानी परेमा पनि एकदम छुट्टिन्छ नि चखेवा चखेवाको चराहरू पनि धेरै पाउँछ कि यतातिर तर पनि सबभन्दा we can see the black bird. Oh yes. This is a cormorant, little cormorant. Oh, yeah. नेपालीमा जलेवा भन्छ, जलकौवा भन्छ। जलकौवा जलकौवा अब देख्नु भएन भने त्यो बिचमा छ कसरी जुम गर्ने दाजु यो समय जलकौवा We have here more than 600. चखेवा त छुट्टै हुन्छ। त्यो त जाडो महिनामा मात्रै आउँछ। साथ दियो अझै यो पानी नपर्दा यो खुल्ला गर्दै कति Congress Committee Forest have an area like 7 hectare. Okay. Sometimes we will see lots of animals. Sometimes we don't see even chicken. This is a wildlife. Now, कुकले हैन कुक्कल भन्छ कुकले अर्कै नेपालीमा नि कुकले हजुर कुक्कल गाइज है कुकले हारुले यस्ता पूजा गर्छन् नि टाइगर जोन रे गाजी स्पोटेड डियर नेपालीमा चित्त इंग्लिशमा स्पोटेड डियर साइन्टिफिक नेम एक्सिस अर्डर हो नि यिनीहरू त एक झुन्डमा बस्ने त हो मजा आयो तिर भाग्यो नि फिस भन्छ यसलाई चाहिँ यो चाहिँ ऊ हो बार्किङ डियर भनेर नि चिनिन्छ नेपालको यही हो गाइस दलदल एरिया के हो त काली भनेको छ ए गाली झन् आयो ए लुइचे काली चाहिँ बल्ब होइन त्यही त मैले त्यही सोचेर भने होइन ओइ खोइ कत्रो मान्छ हेर्न गाइस कछुवालाई हेर्नु अब मैले कहिले देखाइदिएन अन्छु यहाँ हेर्न कति मजाको हुँदो रहेछ मैले देखाइदिएन यहाँ हेर्न न यहाँ उता ढुङ्गा जस्तो के ढुङ्गा जस्तो स्टोन जस्तो माथि चरा बजा हेर न त्यस्तै गरी हामीले फोटो देखायो नि त वाह गइडा मान्छे खाने हो मान्छे पानीमा पनि बस्छ जमिनमा पनि बस्छ बस्छ and river in front of them. They eat everything. And they grow like यसले अन्य कपडा लगाएर चाहिँ पहिलो येल्लो मुख देखाएको थियो त्यसको bigger. Yeah. अरे यो सबै मगर गईको बारेमा उहाँले डिस्क्रिप्सन दिइराख्नु भएको छ त्यसले अघि कसरी यो मगर गईले चाहिँ कसैलाई छोड्दैन यो एकदम डेन्जरस हुन्छ यो गाइज अब यो यसमा देखिँदैन है 5x लेखेको छ नि त्यहाँनिर अब हेर न गाइज हामीहरू चाहिँ जङ्गल सफारीबाट आइसकेका थियौँ अनि यस्तो उ भएको थियो अहिले फ्रेस भएर नुहाएर अनि हामी चाहिँ अब बाहिर निस्किन लाग्यो अब केही खानु पनि पर्यो अनि अब हेरौँ के हुन्छ हामी बस्नेबाट हेर्नुहोस् है नजारा कस्तो छ गाइज यस्तो छ अब हामी जान्छौँ ल कस्तो छ अब हल्का देखाउँछु हजुरहरूलाई हामी बसेको चाहिँ यस्तो छ किन अँध्यारो लाइटै बालेको छैन नि यार हामीहरू
ए चटपटी खाँदैछौ कस्तो रातो छ है हेर्दा अहिले यस्तो लाइट यस्तो खालको छ ल खाजी खाइस कस्तो छ मलाई भन्छ ल कस्तो छ मिठो छ मिठो छ कस्तो अर्कै है बिगु यता हो त्यस्तै फरक क्या हामीले फेरि मोमो खान थाल्यौँ दिस इज प्योर भेज मोमो चटपटे खायौँ पानीपुरी खायौँ अब फेरि मोमोमा कस्तो रहेछ टेस्ट मिठो हो काजीले मिठो छ भनेपछि मिठो छ होला यस्तो देखिन्छ गाइज कुन गैडाको बच्चो हामी सौरा थारू कल्चरल हाउसमा आएका छौँ इह काजी त्यसै उफ्रिसेछ खुसी भएर केही छैन थारू कल्चर हेर्नलाई उहाँको एक्साइटमेन्ट लेभल हाई छ भर्खरै खाजा खाएर आइसकेछ अब किन नभओस् अमिलो पिरो टक्काले यहाँको टाइप्स अफ डान्स चाहिँ झम्टा नाच लाठी नाच ठेकुरा नाच डम्फु नाच झुमरा नाच मयूर नाच यो एकल लाठी नाच आगो नाच र झिल्ली नाच यो सबै नाच नाच्ने हो यहाँ सबै यो टोटल ए ल 200 नेपालीलाई 200 नेपालीलाई 200 यस्तो छ गाइस थारू कल्चर हाउस सब टुरिस्ट आएको रहेछन् अगाडिपट्टि यहाँ सब गोरा गोरा छन् म त कस्तो काली देखिरहेको सब टुरिस्ट हेलो ल हामी पनि छौँ यहाँ काजी टुरिस्टको साइडमा बस्न पाउँदा त्यसै मक्कै भइसक्छ जापानिजहरूको म नेपाली यस्तो हामी त कति टाढा देख्ने घोडाहरूको अगाडि त लाइटले पनि हो हो के अरे खै काजी हाम्रो त लाइट नमिल्ने उनीहरूको लाइट मिल्ने के खालको क्यामेरा भयो त देखाउने त्यो एडिङ लाइटले त्यही भन्न खोजेको कि Your host for this beautiful evening. Before starting the show, I'd like to say our people say wow, how people and please sit on. The name is थारू कल्चर है गाइस थारू डान्स यो कुन नाच हो मैले बिर्सेँ
हामीहरू उठेर पनि अब रेडी भएर कहाँ ब्रिडिङ सेन्टर हेर्न जाँदैछौँ एलिफेन्ट ब्रिडिङ सेन्टर ल अब हामी निस्किन्छौँ चिया खान मन लागेको जस्तो भएको छ तर म अहिले खान्न अलिक ग्यास्ट्रिक हुन्छ मलाई ओ माई गड शीतल रहेछ नि त पानी पर्नलाई रेडी जस्तो छ त मौसम त तर पानी परेर हिँड्छ कस्तो तातो हो गाइज न हिँड्दै जाउँ न है त्यति नजिक त होला इभिनिङ रे यार यस्तो बिहान एउटा चरो मुसो केही हिँडे छैन यस्तो शीतल छ मेरो छ वाउ आस्था दिदी विथ काजी ब्रो हेलो व्हाट्सअप काजी यो हो कि उहाँको त यो ल जाउँ हेलो गाइस हामीहरू ब्रिडिङ सेन्टरतिर यो बारी आएगा ढाका टोपी लाएगा बारी आएगा ढाका टोपी लाएगा यिनै होलान् हाम्रा बुवा लिन आएका यिनै होलान् हाम्रो बुवा लिन आएका किन होला मलाई यस्तो गीत गाउन मन लागेको बिहान बेबी हात्ती मेरी साथी गाइस यस्तो छ हात्तीको यार फिर्ता जाम के केही गर्दैन के गाइस हेर्न सक्नुहुन्छ है मलाई त डर लाग्यो अब डर लाग्यो यार काजी डर लाग्यो कि बेबु गाइस यस्तो यार हामी ब्रिडिङ सेन्टरतिर लाग्दैछौँ यो पुल कटेर जानु पर्दो रहेछ लुक एट दिस द भ्यू अफ हाम्रो काजी ए बच्चा बाबु यस्तो छ बच्चा बाबुको पारा सिउन कति क्युट छ नि बच्चो काजीको फेरि जिज्ञासा फेरि दुध त्यहाँ हुँदो रहेछ रे माथि नै हुन्छ नि बेबु जसको पनि गाइस यहाँ टुरिस्टहरू पनि अहिले भर्खरै आगमन भएको बेबु हेर्छौ न तिमी दुईटी बच्चीलाई बच्चो हेर्नु न यहाँ फोटो खिच्न पाइने यहाँ फोटो खिचिहाल्नु हाम्रो राजा साहेबलाई फेरि फोटो नखिची हुन्न अब यहाँ भर्खरै हेर्न लडेका हेर यिनीहरू बचलीहरू लडे खान् खेले खान् जान खोजेर त्यो सकिने फोटो खिच्ने बेबु अहिले पाइँदैन फेरि हेर्छौ न अर्कोमा गइदियो खुच्चे यता यिनीको नामहरू पनि राखिदिनु पर्ने अगाडि पहिला त राखे जस्तो लाग्थ्यो हेरौ न यसलाई कसो गरेछ अलि ठुलो भइसक्यो रहेछ它要咬它，你看它是咬那个钢管。哎呀，म यहाँ त आएको हुन्छ 是的，它刚才那个出来那个谁。 हात्ती त धेरै छ नि गाइस यत्रो धेरै छ है यतातिर पनि फेरि यस्तो धेरै रहेछ यो त पुरै सकेर यहाँ आइसकेपछि यहाँ काजीलाई फेरि फोटो नखिची भएन अझ बुढी निकालिदियो अरे यो निकाल्यो अरे यस्तो गर्यो तिमीले भन्ने नक्कले होइसिन्छ धेरै साह्रै नक्कले अब देख्छौ नि यहीँ
ल ल ल चितवन नेसनल पार्क सौराहा काजी गाइज हामी त अब चिया खानु लाग्यो खाजा खानु भनेको यहाँ त त्यस्तो केही पाइँदो रहेनछ अब यु लुक सो ह्यान्डसम ओ मेरो फोन मलाई कस्तो ब्राउनी खान मन लागेको छैन भिडियोहरू भिडियो गर्नु त्यसरी भिडियोमा पनि त्यस्तो गरिछिन् अरे त्यस्तो छ भिडियो कलमा हाम्रो यो भ्याकेसन 2 दिनको कस्तो भयो गाडीलाई भन्छु ओभरअलमा रमाइलो भयो राम्रो है थुप्रो हुँदो रहेछ कि थुप्रो हुँदो रहेछ तपाईँले यहाँ आउँदाखेरि के गर्न पाउनुहुन्छ भने जङ्गल सफारी गर्न पाउनुहुन्छ जिपमा गर्छु भने नि भयो एलिफेन्टमा गर्छु भने नि भयो सफारी गर्न पाउनुहुन्छ थारू कल्चर हेरेर नबिर्सिनु होला अनि क्यानोइङहरू पनि हुन्छ बोटिङ पनि हुन्छ अनि त्यसपछि अनि ब्रिडिङ सेन्टर हेरेर जान नभुल्नु होला अनि त्यसपछि अनि घोगी पनि एकदम यहाँको फेमस हो तर हामीले चाहिँ खाँदैनौँ आएको बेलामा चाहिँ यहाँको अथेन्टिक फुडहरू चाहिँ खानु होला त्यही भन्न चाहन्छु अनि यहाँको चाहिँ खै हामी त कस्तो राम्रो क्लाइमेटमा आइयो है काली गर्मी कम भएको बेला आयो ठ्याक्कै गर्मी नै छैन कि अहिले त्यस्तो त्यही भएर चाहिँ अब गर्मी याममा पनि हामीलाई त्यस्तो गर्मी त अभियसली भइहाल्छ तर त्यस्तो चाहिँ छैन कि जति हामीले एक्सपेक्टेसन गरेका थियौँ न त अहिले पनि हामी फिलिप्पै भइसक्थ्यौँ नि गाडी अहिले त यस्तो बेसी आइरहेको अनि त्यसै त आइरह स्वाद आउँछ कालो देखेको दारी लिएर क्या काजीको दारी मैले कस्तो म भनिदिन्छु है काजीलाई मैले बिहान उठेर देखेँ होइन बेलुकी आउँसम्म आउँदा जुक्क दारी भएको देख्छु त्यति समेत फरक पर्छ काजीको दारीको ग्रोथमा ल है गाइज हामी चिया इन्जोय गर्छौँ हेलो गाइज हामीहरू अहिले नारायणी तीरमा छौँ तर नारायणी तीर पुरै माथिसम्म आइसकेको रहेछ पानी बोटिङ सोटिङ यस्तोमा हुने कुरो भएन यहाँ त कस्तो चटपटे पानीपुरीहरू बेच्न राख्थ्यो त्यो ठेलाहरू पनि सरेर यहाँ माथि आयो